ग्राउन्ड छ नि यो ग्राउन्ड तपाईँले म त्यहाँ जानु यहाँ जस्तो दसैँ भेट भयो ग्राउन्ड चाहिँ ढाबाएर बनाउने सिमाना पर्छ यो आधी मरङ आधी झ्याला भन्ने छ धेरै पुरानो ग्राउन्ड हो है पहिला पनि विशेष मुद्दा उठाएको यो बाह्र घेराबारा गर्ने बेला विवाद पऱ्यो होइन तर धेरै राम्रो ठुलो ग्राउन्ड छ अब यसलाई तपाईँले पर बसेको हुन्छ नि पर पहिला पनि कार्यक्रम परेर त्यो दिएन अलिकति प्रभावकारी ढङ्गले यसलाई संरक्षण गर्ने हो भने यो फुल साइजै हो ग्राउन्ड फुल साइजकै छ वर्ल्ड कप साइजकै ग्राउन्ड छ होइन त्यसरी यो ग्राउन्डलाई गर्न सक्यो भने यहाँको प्रतिष्ठा पनि हुन्छ धेरै ठुलो मुद्दा भनेको छ पहिला पनि तपाईँको एकचोटि चाहिँ अब यहाँ घाटमा रोम ओली भन्ने एमालेबाट हुनुहुन्थ्यो यहाँ हामीले संरक्षण गर्दा पनि उहाँले चाहिँ एक प्रकारको दमन गरेर हडप पनि भएको थियो ठुलो समस्या भएको छ यहाँको स्थानीय मान्छेहरू म पनि हो जस्तो त्यस्तो छ यसलाई चाहिँ अब तपाईँले पक्कै पनि अब जित्नुहुन्छ भन्ने छ यहाँ होइन आशा भन्ने हुन्छ त्यस पछाडि पनि जग्गा हुने अहिले सडकमा निस्केका छौँ 6 महिना कोठाबाट बाल लिएर बस्ने खालको मौका दियो बिगाको 2 लाख 8 लाख भनेको चाहिँ हो झोरै आउँदैन अनि त्यस्तो कुरो हामीहरू अर्को यहाँ 1.5 वर्षभन्दा बढी भइसक्यो यहाँ नानी भएको यस्तो कहाँ रोकिएको छ त्यस्तै कच्चा ठाउँमा बसेको छ हामी पनि यसको लागि चाहिँ तपाईँहरूले विचार गर्नु पऱ्यो तपाईँहरूले ओके छ एकदम यो 100% तपाईँको परिवार अस्ति मोरङतिर गएर पनि मैले एकदम स्वागत गरेँ यस्तै कुरो हो तपाईँको हामी सडकमा निस्केको छौँ अहिले 9-10 बिघा जग्गा हुने मै हो भनेपछि अब 10 जोर छैन बाटो उद्योगले लगो 6 महिना यहाँ कोठा भाडा बालतिर बस्नुपर्ने मौजत पायौँ हामीले भनेपछि हामी कतिको कस्तो छ तपाईँले एकदम यसबाट त हामी त पहिला यहाँ बसेर मान्छौँ भोलि बास यतार उतार नहोस् भन्ने चाहिँ तपाईँले पनि हामीलाई बताउनु पर्छ हाम्रो त केही छैन एउटा बस बस्ने बास मात्रै हो जम्मा कति घर हो हजुर यो हाम्रो लाइन सबै यो रोड मात्रै लालबजारमा भएको कि भित्र पनि नभएको होइन उता चाहिँ छ खालि तर भयो हामी बसेको 20-30 वर्षै भइसक्यो त्यही हो समस्या खासै समस्या भेटिनु यति नै तपाईँ आउनुभयो यति राम्रो गर्ने टेन्सन नलिनु होला कति वर्ष यहाँ बसेको लगभग 25 वर्ष पहिलेबाट यो कि बाढबाट झर्नु भयो कि अहिले त 5 लास्टमा